आज चाहिँ हामी क्रिकेट खेल्न गएको दिन। हेलो साथीहरू, मेरो नाम चाहिँ रोहित। आजको दिन ओसाका क्रिकेट टिमका लागि निकै रमाइलो र सम्झना लायक दिन बन्यो। आज हामी सबै साथीहरू मिलेर ओसाकामै क्रिकेट खेल्न गएका थियौँ। बिहानदेखि नै सबैमा छुट्टै जोस, उमङ्ग र खुसी देखिन्थ्यो। सुरुमा चाहिँ भन्नुपर्दा हामीहरू चाहिँ सुपामा गएर नोमी मोनोहरू किनेर ल्यायौँ। त्यसपछि चाहिँ हामीहरू मैदानतर्फ लाग्यौँ। हाम्रो सिनियर दाइहरू पनि हाम्रो पछाडि आउँदै हुनुहुन्छ। हामीहरू चाहिँ जान लागेका छौँ होइन, भर्खरै चाहिँ म्याच चाहिँ कतिको हुन्छ त्यो चाहिँ एक्ज्याक्टली भन्न सकिँदैन। नेपाली नै हो कि हाम्रो अपोजिट चाहिँ जित्यो भने त पार्टी हुन्छ। सो हामीहरू ग्राउन्डमा चाहिँ पुग्न लागेका थियौँ। वरिपरिको भ्यू चाहिँ एकदमै ब्युटिफुल छ क्या। हामीहरू चाहिँ पुग्न आँटो। अब चाहिँ प्लेयरहरू चाहिँ हाम्रो कोही अगाडि गइरहेछ, कोही चाहिँ पछाडि आउनु भइरहेछ। उता चाहिँ है दिउँसो भएका कारण घाम भने एकदमै चर्को लागिरहेको थियो। त्यही भएर हामीहरूले नोमी मोनो पिउने कुराहरू पनि साथमै बोकेर ल्याइरहेको थियौँ। कोही साथीहरूले पिउने कुराहरू बोकिरहनु भएको थियो भने कोही त्यत्तिकै हल्लिएर हिँड्नु भइरहेको थियो। यो ठाउँ चाहिँ एकदमै ब्युटिफुल र सुन्दर भएको हुनाले चाहिँ यहाँ चाहिँ धेरै मान्छेहरू क्रिकेट खेल्न अथवा घुमफिर गर्न आउँदा रहेछन्। सो थोरै दुःख गरेपछि चाहिँ हामीहरू सबैजना ग्राउन्डमा राम्रैसँग पुग्यौँ। सबजना के ठिक छ, सबजना पुगिसकेको छ होइन। केटाहरू प्लेयर चाहिँ सबजना यहाँ चाहिँ प्लेयरहरू पुगिसकेको छ ग्राउन्डमा। सो हामीहरूले ढिला नगरिकन गेमलाई स्टार्ट गरिहाल्यौँ। टस जितेर ब्याटिङ गरेको हामीले उनीहरूलाई राम्रै लक्ष्य दिएको थियौँ। हामीले दिएको लक्ष्य ठुलो भएकाले उनीहरूले चेस गर्न नसकेपछि फाइनली हामी यो गेम जित्यौँ। यसरी नै हामीहरूले 4वटा गेम ब्याक टु ब्याक खेल्यौँ। 1-2टा गेम जित्यौँ भने कोही गेम चाहिँ हार्यौँ। सो आजको हाम्रो दिन चाहिँ यसरी नै बित्यो। अनि चाहिँ हामीहरू घरतिर फर्क्यौँ गेम सकेपछि। सो आजको दिन हजुरहरूलाई कस्तो लाग्यो त कमेन्टमा बताउनु होला। आजको लागि यति नै, फेरि मिलौँला अर्को ब्लगमा। आजलाई बाई बाई। मैदानमा पुगेपछि सबैजना साथीहरूमा उत्साहितता झन् बढ्यो। केही वार्मअप गर्दै थिए, कोही बलिङको तयारी गरिरहेका थिए, कोही ब्याटिङको तयारी गरिरहेका थिए भने कोही फिल्डिङको स्थान मिलाउँदै थिए।